Hey everyone, this is me Sandeep Kesi. So today we are actually going to solve another problem of Java होइन सो हिजो चाहिँ हामीले के गरेको थियो भन्दाखेरि लिनियर प्रब्लम सल्भ गरेको थियो टुडे वी आर एक्चुअली गोइङ टु सल्भ कपी वान एरे टु अनदर इट इज इजी प्रब्लम ओके लाइक वान अफ द इजिएस्ट प्रब्लम जो एरेभरिमा धेरै उ चाहिँ छैन यसमा सो हामी डाइरेक्टली यसमा छिर्छ सो दिस इज वाट वी निड यो चाहिँ मेरो फरकवाला क्वेसन छ सो दिस इज एक्चुअली वाट वी निड होइन भनेपछि प्रब्लमको नाम छ कपी एरे डट जावा होइन सो म क्वेसनलाई कपी गरेको थिएँ सी एन्ड देन कन्ट्रोल भी फर्स्ट अफ अल वी आर गोइङ टु क्रिएट अ क्लास टेस्ट भनेर चाहिँ म टेस्ट भनेर बनाउँछु नेम चाहिँ धेरै सोच्नु पर्ने हुन्छ त्यो कारणले गर्दा जस्ट टेस्ट भनेर ऱ्यान्डम नेम बनाएँ होइन यु सुड पिक अ गुड नेम अनि पछाडि एउटा मेन क्लास बनाउँछु जो भित्र मेन मेथड हुन्छ सो पब्लिक क्लास कपी एरे होइन होइन कपी एरे सो त्योभित्र चाहिँ हाम्रो के हुनु पर्यो मेन मेथड हुनु पर्यो सरी पब्लिक स्ट्याटिक void मेन अनि स्ट्रिङ एरेज हुन पर्यो args which is argument and then main method created so म गराउँछु टेस्ट ओके सरी टेस्ट ओबिजे अब्जेक्ट क्रिएट गर्छु क्लासको अब्जेक्ट अहिले नै क्रिएट गरिसकेँ मैले होइन न्यू अब्जेक्ट न्यू पेस्ट सरी कन्स्ट्रक्टर नि कल भयो एन्ड देन हामीले के गराउनुपर्छ एउटा void we can say copy copy अरे ओके इट इज डिफरेन्ट है हेर्नु है यो र यो डिफरेन्ट छ लाइक यो क्लासको सी ठुलो छ भनेपछि त्यहाँ पनि हेर्न सकिन्छ के हाम्रो के भन्छ फङ्सनको चाहिँ सी सानो छ होइन क्यामेल केसको रूपमा लेखिएको छ यसमा सो फङ्सन्स यसरी हामीले लेख्ने अल टुगेदर हामीले लाइक लेटर यो पनि सेकेन्ड लेटर पनि एरेको ए पनि ठुलो गराउन सकिन्छ द्याट इज वाट वी क्यान अल्सो डु सो बट राइट नाउ यति अहिले नै ठिकै छ यति नै सो भोइड कपी एरे अनि पछि एउटा चाहिँ एरे राखौँ होइन सो एरे चाहिँ हाम्रो के हुन्छ नर्मल्ली सो इन्ट arr 1 equals to sorry 1 comma 2 comma 3 comma 6 7 8 9 4 5 1 0 etc अनि सी अनि हामीलाई चाहिँ अर्को के चाहिएको थियो कपी गर्नुपर्ने थियो केसमा एउटा नयाँ एरेमा सो नयाँ एरेमा कपी गर्ने भएपछि के चाहिन्छ कपी सो यो कपी एआरआर वान भनेर म एउटा क्रिएट गर्छु जो चाहिँ हाम्रो नर्मल एउटा भ्यारिएबल डिक्लेयर मात्रै हुनेवाला छ यो चाहिँ होइन एरेको भ्यारिएबल हामी डिक्लेयर कन्टेनर मात्रै डिक्लेयर गऱ्यौँ यसमा केही पनि डिक्लेयर गरेको छैन जस्ट भ्यारिएबल मात्रै डिक्लेयर गऱ्यौँ अब हामी तल भोइड कपी एरेमा आइसकेपछि हामीले के गर्छौँ भन्दाखेरि कपी एरे वानलाई इक्वल्स टु न्यू साइज दिन खोज्छौँ होइन न्यू साइज सो न्यू एन्ड यसलाई साइज कति दिने भन्दाखेरि एआरआर वानको चाहिँ हामी के दिन्छ लेन्थ दिन्छ भनेपछि लेन्थ अनुसारको हामीले यसलाई साइज दियो ओके सो यसमा कतिवटा छ त्यही त्यति नै साइजको यो भन्न जान्छ टिपिकल्ली सो ओके सो दिस इज गुड किन यो एरर देखाइरह कपी एआरआर वान ओके यो हो नि त सो एआरआर वान डट लेन्थ ओके सो अब चाहिँ दिन्न ओके सो अब चाहिँ दिँदैन यस्तो कुरा चाहिँ दिँदैन सो दिस इज हाउ वी के भन्छ हामी साइजबाट चाहिँ हामीले एरियालाई चाहिँ के गर्छ इनिसियलाइज गर्छ होइन अब चाहिँ हामीले के हुन्छ यो पालो शान्तिसँग चाहिँ यो लुप लगाएर एआरआर वानमा चाहिँ राख्नुपर्ने हुन्छ सो इट्स इजी फर अब्जेक्टबाट लगाए पनि हुन्छ सो यो फर इच लुपबाट लगाउँदा पनि हुन्छ हामीलाई अब्जेक्ट चाहिएको होइन अल टुगेदर यहाँ अब्जेक्ट आइरहेको छ बट अब्जेक्ट चाहिएको छैन हामीलाई चाहिँ इन्टिजर चाहिएको छ इन्टिजरमा इलिमेन्ट वाइज चाहिएको हो र अर्को कहाँबाट एआरआर वानबाट चाहिएको सो दिस इज हाउ वी क्यान अल्सो डु होइन हामीले के भन्छ त्यो फर लुपबाट पनि गर्छ यसलाई चाहिँ फर इच भन्छ फर इन्हान्स पनि भन्छ यसलाई चाहिँ होइन सो जे भनेर बुझ्न चाहिँ सकियो अनि यसलाई चाहिँ के हुन्छ इलिमेन्टलाई चाहिँ हामीले के गर्न सक्छ भनेपछि
कपी एआरआर वानमा चाहिँ इन्डेक्स अनुसार राख्न सक्छौँ होइन सो इक्वल्स टु we can set like this. इलिमेन्ट भनेर चाहिँ हामीलाई राख्छ पाउँदैन यसरी त पाउँदैन किनकि ऊ एक्सेस गर्नुपर्ने हुन्छ हामीले यसलाई इलिमेन्ट कपी एरर वान नेक्स्ट ओके त्यसरी गर्न मिल्दैन मिल्नु पर्ने हो योभन्दा सजिलो त फरबाटै गरौँ न हेर्नु टाउ दुखाउने हेर सो सजिलो होइन र भनेको सो सो एआरआर वान डट लेन्थ होइन लेन्थ सानो भएपछि यहाँसम्म हुन्छ बराबर हुन्छ ओके सो अनि अर्को भनेको सो अब त भइहाल्यो त कपी एरे इन्डेक्स आईमा के राख्नु पर्यो एआरआर वान डट dot one also one I remember. So this is how we can see through it and then copy array चाहिँ भयो एक्चुअली कपी चाहिँ भयो यसले कपी एरेले के गर्छ डिस्प्ले पनि गरिदिन्छ है डिस्प्ले पनि गरिदिन्छ मानौँ न वी क्यान से डिस्प्ले गर्नको लागि युज गरौँ न यसलाई होइन र भनेको सो इन्ट होइन भनेपछि अर्को भनेको चाहिँ कल होइन क्या सो कल होइन हाम्रो चाहिँ के हो कपी एरे सो कपी एरे ओके सो यो हो सो कपी भएको नम्बर चाहिँ आउँछ सिस्टम डट प्रिन्ट एलएन आई थिङ्क एलएमलाई चाहिँ राखिदिउँ सो द्याट इज हाउ वी क्यान सल्भ दिस थिङ इट इज इजी है बट सुरुमा चाहिँ मैले अलिक डिफ्रेन्ट तरिकाले गर्न खोजिरहेको थिएँ त्योभन्दा सजिलो यही नै छ सजिलो मेथड भनेको यही नै हो सो अब्जेक्ट अब यसलाई चाहिँ ओबिजे डट कपी एरे सो त्यसलाई कल कपी एरे होइन कपी एरे नै रहेछ त फङ्सनको नाम चाहिँ सो यो भयो एलएनलाई हटाइदिउँ एलएनलाई प्रिन्ट एलएनलाई हटाइदिउँ अनि चाहिँ elim plus space राखिदिउँ this is how we can do this okay control s and then output let's try and check it out okay so java copy tab हाने okay enter 1 2 3 7 8 9 4 5 10 1 2 3 7 8 9 4 5 10 this is how you can copy किनकि right now we are using copy arr1 not arr1 so this is how we can actually do copy array problem होइन एउटा एरेलाई अर्कोमा कसरी कपी गर्ने भन्ने कुरा चाहिँ यसरी सल्भ गर्ने हो सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो एन्ड ह्याभ अ गुड डे